इतिहासविद हरिराम जोशी थ मधुम तिरुमेजु कदम केसरी जोशिया लुमन्ती कदम अभिनव मेरा अनुभूतिहरू नयाँ सफुत चिकिफेना याना दिगुदु अबुया ख्वासुएको दिलाका ऋषिराम वैद्य पाखे उगु सफु विमोचन यागु ख उहाँले अमूल्य कृतिहरू दिनुभएको छ यो देशको लागि र साँच्चै भन्ने हो भने यति अमूल्य कृतिहरू दिनुमा यसको पछाडि भाउजूको हात रहेको छ। कलम हरिराम दाइको हो भने त्यसको कदम पच्चाप भाउजूको थियो। भाउजूको पच्चापमा चलेर 17 सालदेखि अनगिन्ती लेखहरू दर्जनौं पुस्तकहरू यो राष्ट्रलाई दिएको छ। वास्तवमा राष्ट्रलाई ठुलो गुण लगाएको छ। म यो घरमा बसिसकेपछि मैले बिना खाना यो घरबाट निस्केको थिएँ। अब यति भनेपछि तपाईँलाई थाहा होला कस्तो गृहिणी, कस्तो मतलब के भने एउटा ममतामयी भाउजू आउने बित्तिकै त्यो खाने इच्छा हामी नहुँदा पनि ल्याएर चाहिँ राखिदिन्थ्यो। अनि बडो अब अप्ठ्यारो मानी नखाइदिएर पनि नहुने फेरि त उहाँले मतलब कि अब टाइम चाहिँ अब खाजा खाने टाइममा आइपुगेपछि त खाजा खानु त स्वाभाविक हो। बिना टाइम आए पनि उहाँले चाहिँ त्यो चिया बनाउने अथवा चाहिँ कुनै अन्डा बनाइदिने, अलिकति केही फलफुल ल्याइदिने गर्नु। यसबाट पनि मैले के पाएको छु, उहाँ एउटा भाउजू एकदम ममतामयी हुनुहुन्थ्यो, प्रेमी हुनुहुन्थ्यो। दाइको साथीहरू, दाइको भाइहरू भनेपछि उहाँले हत्ते उहाँलाई चाहिँ कसरी सम्मान गर्नुपर्छ भन्ने आतुर हुन्थ्यो उहाँलाई। त्यो कुरो मैले देखेँ। जाजोले इतिहासकार एवं प्राध्यापक पुरुषोत्तम लोचन श्रेष्ठ, भरत जङ्गम लगायत हरिराम जोशिया जहान कदम केसरिया गुणानुस्मरण यागु खसा जोशिया माइलीमा भौ बिन्दु बाबा जोशी विमोचित कीर्तिया निगु गद्य चिनाख वाचन याना न्यङ्का दिगु ख। मेरी धर्मात्मा जीवन सङ्गिनी कदम बाबाले त्यो नदी पार गरिन्। ठुलो बारी आई बेगसित बगिरहेको, तर म पापी हुँदा त्यो नदी पार गर्ने हिम्मत गर्न सकिनँ। म नदी तटमै अल्झिरहेको छु। त्यस स्थानको झारपातमा बेइमान हुँदा मेरी बाबा सती साध्वी थिइन्, साथै इमानमा पक्का, तर म पापी। इमानलाई बेइमान गराउने हाम्रो प्रण थियो। युग युग पर्यन्त साथमा रहने मेरी कदमले आफ्नो बाचा पुरा गरिन्, पहिले नै गन्तव्य स्थानमा पुगेर। द्रौपदीले पनि स्वर्ग जाने अभियानमा आफ्ना जीवनसङ्गीहरू भन्दा पहिले नै त्यस स्थानमा पाइला टेकेर तिनीका सहयात्री भन्दा छिटो गएर कोभिड-19 संक्रमण या त बिचायना बच्चा हाकल सीमित व्यक्ति या उपस्थिति जाजो जुगु ख। मधुम कदम केसरी जोशिया जन्म 1994 साले जुगु खसा वेकया इहिपा 2017 साले जुगु ख। थथे खुगु दशक मछि अनवरत रूप टिपु जीवन हनावया चंगु अवस्था कदम केसरिया मृत्यु विक्रम सम्वत 2078 साल वैशाख 14 गते जुल। थथे थ जहान मदया सोके लाना चोम इतिहासविद हरिराम जोशी शोक या त शक्ति परिणत याना थ जहान या त देछा कथ थथे कृति त संग्रहित याना विमोचन यागु थैगु तस्क चोछा बजु।